यदि तपाईहरुको दिमागमा एकदमै नेगेटिभ थट्सहरु आएर सताउने गर्छ भने चाहिँ यो भिडियो पक्कै हेर्नु होला। यो भिडियोमा चाहिँ म तपाईलाई एउटा एकदमै पावरफुल मेथड सिकाउन गइरहेको छु। फर्स्ट थिङ त के गर्नुपर्छ, यो मेथड स्टार्ट गर्नुभन्दा अगाडि भन्दाखेरि पनि के बुझ्नुपर्छ भन्दाखेरि तपाई यो थट्सहरु देखेर नआत्तिनुस् कि, किनभने तपाईले जति यो नेगेटिभ थट्सहरु आयो भनेर त्यसलाई रेजिस्ट गर्न खोज्नुहुन्छ त्यो कुरा त्यति नै पर्सिस्ट भएर जान्छ, त्यति नै ग्रो हुँदै जान्छ। त्यही भएर पहिला सुरु चाहिँ त्यो अवेरनेसमा आयो भनेर इभन तपाईले थ्याङ्कफुल पनि हुन सक्नुहुन्छ, किनभने तपाईलाई एटलिस्ट थाहा छ तपाईको दिमागमा नेगेटिभ थट्सहरु भइरहेछ। कति मान्छेलाई त्यो पनि रियलाइज नै हुँदैन। अब सेकेन्ड थिङ चाहिँ के हो भन्दाखेरि यो मेथडको कुरा गर्दाखेरि चाहिँ तपाई सिम्पली आफ्नो सासलाई ध्यान दिएर एकछिन 20 मिनट जति बस्नुस्। अनि मेडिटेसन जस्तो पनि नसोचे हुन्छ, तपाईँ सिम्पली 20 मिनटको टाइमर राखेर तल बस्नुस्। त्यसपछि चाहिँ सास भित्र आएको र बाहिर गएको त्यो कुरालाई मात्रै ध्यान दिनु, तपाईँ कन्ट्रोल पनि नगर्नु खोज्नुहोस्, त्यो सासलाई सिम्पली अब्जर्भ मात्रै गर्दै बस्नुहोस्। अनि यो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले त्यो बिचमा थट्सहरु आउन थाल्छ, नेगेटिभ थट्सहरु आएर तपाईँलाई तान्न खोज्छ, यताउता अब अरू कुराहरूमा सोच्न खोज्छ, फ्युचर पास्टको कुराहरूमा सोच्न खोज्छ होइन, अथवा वरिपरि के भइरहेछ साउन्डहरू, त्यो कुराहरूमा पनि तपाईँलाई डिस्ट्र्याक्ट गर्न खोज्छ। तर तपाईँ सिम्पली फेरि त्यो ब्रेथमै आएर त्यसलाई अब्जर्भ गर्न थाल्नुहोस्। तपाईँले त्यो थट्स लुज हुने त्यो नेचुरल नै हो, धेरै जस्तो मान्छेलाई हुन्छ। तपाईँको ग्रोथ चाहिँ केमा हुन्छ भन्दाखेरि तपाईँ चाहिँ जतिचोटि चाहिँ त्यो ब्रेथमा आएर फेरि त्यसलाई फोकस गर्न थाल्नुहुन्छ नि, तपाईँले त्यति नै आफ्नो त्यो थट्सहरूबाट डिट्याच गर्न शक्ति हुन्छ कि त्यो तपाईको माइन्ड पनि त्यति नै काम हुन्छ। प्लस अब तपाईको त्यो भएको नेगेटिभ थट्सहरु पनि आफै बिस्तारो बिस्तारो अब त्यो टाढा टाढा हुँदै जान्छ कि तपाईले आफ्नो थट्सको नेचरहरूलाई पनि एकदमै स्पष्टै देख्नुहुन्छ कि। त्यही भएर अर्को पाल चाहिँ तपाईको नर्मल डेली लाइफमा जाँदाखेरि तपाईको थट्सहरु पनि अब त्यो रङ ठाउँमा जान लाग्यो भने तपाईलाई अलरेडी एउटा आइडिया भइसक्यो हुन्छ कि अब यहाँ जाँदैछ, तपाईले त्यो लिएर आउनुपर्छ त्यसलाई ठाउँमा भनेर होइन। त्यही भएर तपाईँ चाहिँ यो प्र्याक्टिस गर्नुहोस्। दिनको 20 मिनट चाहिँ तपाईँले सिम्पली आफ्नो त्यो ब्रेथको अब्जर्भ गर्ने प्र्याक्टिस गर्न सक्नुभयो भने चाहिँ यसले तपाईँको धेरै धेरै नेगेटिभ थिङ्किङलाई चाहिँ कम गर्छ।